बादलले छोएको छ उतातिर है। कति राम्रो बादल लागेको छ सिद्ध बाबा मन्दिरतिर। अचम्मको बादल लागेको छ सिद्ध बाबा मन्दिरतिर। सिद्ध बाबा मन्दिर कमलामाई नगरपालिका सिन्धुली जिल्लाको सर्वोच्च ठाउँ, सबैभन्दा बिचको ठाउँ, सबैभन्दा सेन्टरको ठाउँ यो सिद्ध बाबा मन्दिर रहेको छ। करिब समुद्र सतहभन्दा र समुद्र सतहभन्दा करिब 600 मिटरभन्दा 600 देखि 800 मिटरभन्दा माथि रहेको र सिन्धुली माडीदेखि करिब 400 देखि 450 किलोमिटर, सरी किलोमिटर होइन मिटरमा माथि अवस्थित रहेको छ। यो माथितिर कसरी राम्रो बादल लागेको छ, आम्मा अचम्मको बादल लागेको छ भने उतातिर केही सिन्धुली जिल्लाको गाउँ बस्तीहरू पनि रहेको छ, केही पहाडहरू रहेको छ सिन्धुलीको। अनि तल फेरि बिरालो रहेको छ, उता चाहिँ बाटो छ कि छैन त्यो थाहा भएन। अनि हेर्दाखेरि त राम्रै ठाउँ रहेछ, राम्रै भन्दाखेरि राम्रोमा सबैभन्दा राम्रो ठाउँ रहेको छ यो सिद्ध बाबा मन्दिर सिन्धुली जिल्लाको पर्यटन स्थल। त्यस्तै यो सिन्धुली जिल्लाको सिन्धुली गढी भन्ने ठाउँ पनि त्यस्तै आकर्षक खाले ठाउँ रहेको छ। अनि हेरौँ यहाँ भगवान शिवको इनार रहेको छ, जुन पुरै भित्र चाहिँ शिवलिङ्गहरू छ, त्रिशूलहरू छ। अनि यो पिपलको बोट रहेको छ, अचम्ममै पिपलको बोटहरू रहेको छ। केही धार्मिक आस्था बोकेको सिन्धुलीको सिद्ध बाबा मन्दिर रहेको छ। यो धेरै आनन्दमय ठाउँ रहेको छ। हजुरहरू पनि यहाँ आएर यहाँ बाबासँग घुम्नु, दर्शन गर्नु। हाम्रो महाकालको दर्शन हुन्छ, प्रत्यक्ष रूपमा महाकालको दर्शन हुन्छ।
हेर्नु कस्तो राम्रो वातावरण छ। पछि त्यहाँ गएर पनि हामी हेराउँछौँ भ्यू टावरबाट पनि के कस्तो दृश्य हेरिरहेको छ भनेर। अहिले यो सिद्ध बाबा मन्दिरको पछाडिपट्टिबाट हामी यो अचम्मको रुख पनि भेटिएको छ। कस्तो अचम्म खाले रहेको छ, अचम्मको ठाउँ रहेको छ। यो सिद्ध बाबाको कृपा, कस्तो राम्रो ठाउँ, कस्तो एकान्त र शान्त ठाउँमा आएर हाम्रो महादेव बस्नु भएको छ, जहाँ कोही पनि मान्छे आउनलाई पनि धेरै समय लाग्छ, धेरै त्यो पनि हुन्छ। त्यही हाम्रो महादेवको त्रिशूल खसेको छ। यसलाई यसरी हामी जय शिव भनेर ठाडो पारिदियौँ। यो ठाडो पारिदियो। म चाहिँ यात्रा के भन्नु गाइज, यात्रातिर आउँदा साँझको बेला बेसीको बाटो तिमीले पाए आकाशको तारा खस्छौ मरि जाऊ, तिमीले पाए आकाशको तारा खस्छौ मरि जाऊ। रेशम तिरी रेशम तिरी कोही पनि छैन, म एक्लै छु। तर पनि मलाई अनुभव भइरहेको छ कि यहाँ कोही मान्छे कोही अदृश्य शक्ति पनि यहाँ छ भनेर अनुभव भइरहेको छ। धेरै निकै ठाउँ रहेको छ, पुरै बादल लागेको उतातिर रमणीय वातावरण छ। हजुरहरू पनि आउनु, भिजिट गर्नु, आफ्नो मानसिक तनावबाट मुक्त हुनु, आएर मानसिक तनावबाट मुक्त हुन पनि सक्नुहुन्छ। सकेका छौँ सिन्धुलीको सिद्ध बाबा मन्दिर छेउको यो भ्यू टावर हो। यहाँ केही क्षतिहरू पनि गरिएको छ। भन्नुपर्दाखेरि यहाँको हेर्नुहोस् सिसाहरू सबै फुटाइसकेको छ। यहाँको खै कस्तो कस्तो मान्छेहरू छ यहाँ। अब हेर्नु भ्यू टावर रहेको छ सिन्धुलीको। अनि यहाँ चाहिँ दाइ हुनुहुन्छ, यहाँको स्थानीय दाइ। मलाई भन्नु यो सबै बाटोघाटो हेराउने दाइ हुनुहुन्छ यहाँ। दाइलाई पनि धेरै धेरै धन्यवाद छ यो बाटोघाटो हेराउने छेउमा। सिन्धुली सिद्ध बाबा मन्दिर छेउको भ्यू टावर, यति राम्रो भ्यू टावरलाई हेर्नुहोस् कस्तो दशा गरेको छ। पुरै भत्काइसकेको छ। करिब 1 करोडको लागतमा बनेको यो भ्यू टावरको केही पनि महत्त्व रहेको छैन। यो सबै सिसा, सबै झ्यालको सिसाहरू फुटाइसकेको छ। कोही को मान्छेले फुटाएको छ भने म यो कमलामाई नगरपालिकाको यो जुन जनप्रतिनिधिहरू छ, यहाँको मेयर साहेब हुनुहुन्छ, उहाँलाई म आग्रह गर्छु कि यसलाई नियमन गर्नु। यति राम्रो ठाउँलाई तपाईँहरू सदुपयोग गर्नु। यो टोयलेट बाथरुम रहेको छ। यो भ्यू टावर हो। यो सबै माथि र तल, माथिदेखि तलसम्मको सबै झ्याल फुटाइसकेको छ। यो तल्लो सिसा नै सिसाहरू रहेछ।
लज्जाइ भित्र हिँड्नु त। हामी अब यो भ्यू टावरको भित्रतिर जान्छु। यो एकदमै साह्रै मनपर्ने रमाइलो खालको ठाउँ रहेको छ। तर यो ठाउँलाई मान्छेहरू खै सबै फोरेर कस्तो कस्तो बनाइदिएको छ। यहाँको जनप्रतिनिधिलाई भन्छु कि यो ठाउँलाई तपाईहरू अझै व्यवस्थित गरिदिनु पर्यो। व्यवस्थित गर्दा गर्दै यहाँ पर्यटक आउनलाई पनि त्यो व्यवस्था मिलाइदिनु पर्यो। त्यो मात्र त्यो भ्यू टावर बनाएर केही पनि हुँदैन। भ्यू टावरको संरक्षण पनि गर्नु पर्यो। भ्यू टावर आउनु दाइ, यो हेर्नु त कति राम्रो बुटा भएको गेटलाई यसो केही पनि केयर छैन, पुरै फुटाइसकेको छ। यो यतातिर केही पार्टी प्लेसमा केही लेखिएको छ साथीहरू, हेर्नुहोस् तपाईहरू पनि हेर्नुहोस् र आउनुहोस्। यहाँ के भन्छ के लेखेको छ भने म पढेर सुनाइदिन्छु। नेपाल सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास योजना बागमती प्रदेश हेटौडा मकवानपुर नेपाल योजना सूचना पार्टी योजना कार्यक्रमको नाममा कन्स्ट्रक्सन अफ हिस्ट्रिकल सिद्धबाबा भ्यू टावर सिन्धुली टोकन नम्बर यति रहेको छ। कार्यालय सञ्चालन गर्ने ठेकेदार कम्पनीको नाम ड्राइगन कन्स्ट्रक्सन प्राइभेट कम्पनी लिमिटेड रहेको छ भने सम्झौता भ्याट बाहेकको रहेको छ। यतिकै काहीँ दाहीँ सैकड़ा हजार 10,000 लाख 10 लाख करोड 1,92,23,645 रुपैयाँको लागतमा बनेको यो रहेको छ भ्यू टावर। र यो यतिको भ्यू टावर बनेको आयोजना सम्झौता भएको दिन चाहिँ रहेको छ कहिले 77/5/18 गते। कार्य सम्पन्न भएको मिति 77/10/6 गते रहेको छ। अनि कार्य सम्पन्न गर्नुपर्ने मिति 78/2/15 गतेको भएको छ। बजेटको स्रोत प्रदेश सरकार बागमती प्रदेश हेटौडा मकवानपुर। अब बागमती प्रदेश सरकारलाई म यो पनि भन्न चाहन्छु कि तपाईहरू यतिको ल ठिकै छ गाइज, अब हेराउँछु तपाईहरूलाई यतिको करोडौँको लागतमा बनेको यो भ्यू टावर सिन्धुलीको हेर्नु कस्तो अवस्था छ भनेर। यो सरकारले चाहिँ मात्र पैसा फाल्ने जताभावी फाल्ने लगाएको पनि पैसालाई कसरी सदुपयोग गर्ने भन्ने केही पनि थाहा छैन। यता बाथरुम साइड छ होला, यता पनि सानो खाली ठाउँ छ। अनि हेर्नुहोस् के कस्तो अवस्था पारेको छ यो भ्यू टावरलाई। दुःख मेरो देशको जनता, मेरो देशको जनताको कस्तो बुद्धि रहेको छ, सबै फुटाइसकेको छ। यो सबै फुटाइसकेको छ। म भ्यू टावरको यो माथितिर आइसकेको छु। हेर्नुहोस् भ्यू टावरको हालत के गरेको छ। यहाँको खोइ को मान्छेहरू आउँछ थाहा छैन। तिनीहरूले के कस्तो यो सबै झ्याल त्याल फुटाएर कस्तो पारिदिएछ। यस्तो राम्रो वातावरण भएको ठाउँलाई कस्तो फुटाएर कस्तो पारिदिएछ। यता टोयलेट बाथरुम रहेको छ। यस्तो राम्रो ठाउँलाई हेर्नुहोस् कस्तो अवस्था गरिदिएको छ। यो सबैलाई यहाँको स्थानीय जनताले के योलाई नियमन गर्नु पर्यो। अब यहाँ म हेराउँछु, यहाँबाट कस्तो हेराउँछ सिन्धुलीको पहाड हजुरहरूलाई कस्तो राम्रो ठाउँ छ भने हजुरहरू पनि अवश्य एकचोटि सिद्धबाबा दर्शन गर्न आउनुहोस्। हेर्नुहोस् यो कस्तो हालत गरेको छ। यो 1 करोडको लागतमा बनेको केही पनि छैन, त्यतिकै झरिरहेछ। यो कस्तो ठेकेदार कम्पनी 1 करोड लागतको यो 1 करोड लागतमा बनेको ठाउँलाई कस्तो पारिदिएको छ यार मान्छेहरूले, यहाँको स्थानीयहरूले। हेर्नुहोस् के आगजनी पनि गरेको छ।
कस्तो राम्रो ठाउँ यहाँबाट हेरिएको छ पुरै सिन्धुली यहाँबाट हेराएको छ। अझै टपमा म गएर हजुरहरूलाई हेराउने छु। अब म टपतिर जान लागेको छु गाइज। सबभन्दा टपमा जाने बाटो हो यो। भ्यू टावरको हालत कस्तो बनाइसकेको छ। करिब 1 करोडमा बन्नुको लागत। यो चाहिँ यहाँको शिक्षा, स्वास्थ्य, खानेपानीमा लगाएको भए केही न केही अझै राम्रो हुन्थ्यो। यो पुरै सिसा लागेकोलाई हेर्नुहोस् कस्तो अवस्था छ यो भ्यू टावरको। केही पनि मात्र बनाएर छाडिदिएको छ। लाइट साइट पङ्खा सबै लगाएर छाडिदिएको छ। तर योको व्यवस्थापन गर्न कुनै पनि सरकारवालालाई केही पनि छैन। यहाँ पुरै फुटिसकेको छ। बादलहरूले आएर पडिएछ कि को मान्छेहरू आएर यो सबै फुटाएछ भने थाहा छैन। अब भन्नु पर्दाखेरि यो बादलहरू हेर्नुहोस् कसरी बादल लागेको छ। उताबाट हेराम यो सबै फुटाएको ठाउँमा सिसाहरू छ। फुटा पनि काट्न सक्छ होला। तर यो यहाँबाट म हजुरहरूलाई हेराउने प्रयास गर्दछु कि कति आनन्दमय रमणीय वातावरण भएको ठाउँ छ यो सिन्धुलीको यो भ्यू टावर। अनि यो भ्यू टावरबाट देखिएको रमणीय यो ठाउँ कस्तो आनन्दमय ठाउँ छ। यहाँ आउनलाई करिब मलाई करिब 1 घन्टा 15 मिनट हिँडेर लाग्यो आउनलाई। तपाईहरू पनि आउन चाहनुहुन्छ भने यहाँ 1 घन्टाको यात्रा गरेर सिन्धुली माडीबाट 1 घन्टाको यात्रा गरेर आउन हुनुहुन्छ। पहिले आउँदाखेरि खासै टाइम लाग्दैन, त्यही 2-4 मिनट जति लाग्ला यहाँ आउनलाई। त्यसमा पनि तपाईँको बाउको सम्पत्ति, तपाईँको बाउको हेलिकप्टर पनि छ भने यति समयमा आउन सक्नुहुन्छ। उता चाहिँ सिद्ध बाबा मन्दिर रहेको छ भने म भ्यू टावरबाट यो रमणीय दृश्यहरू म तपाईँको सामु राख्न प्रयास गरिरहेको छु। यो बादलभन्दा माथि करिब 300 देखि 400 किलोमिटर माथिको यो ठाउँमा यो बनाइएको छ। 1 करोड लागतमा बनाएको यो भ्यू टावरको दुर्दशा हेर्नुहोस्। यो बागमती प्रदेश सरकारको लाज मर्दो काम बन्नु पर्दा पनि राम्रो हुन्छ भने किनभने उनले मात्र पैसालाई जथाभावी खर्च गरेर जथाभावी त बनाउनलाई त ठिक ठाउँमै बनाउन प्रयास गरेको छ। ठिक ठाउँमै बनाएको छ। तर यसलाई व्यवस्थित गर्न सकेको छैन। यसलाई सम्बन्धित निकायलाई के हस्तान्तरण गरेको छैन। यहाँ केही व्यवस्थापकीय समितिहरू छैन। यहाँको व्यवस्थापन गर्नमा अचुक भएको छ कि त्रुटि भएको छ। अब उता चाहिँ हामी बिपी राजमार्ग हेराउँछौँ। के भन्छ उतातिर बिपी राजमार्ग यहाँबाट हेर्नुहोस् कस्तो देखिरहेछ। यो सबै चाहिँ सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली माडी रहेको छ। यो भ्यू टावरबाट अलि मेरो मोबाइलबाट अलिक क्यामेरा सफा नभएर यस्तो देखिरहेको छ। भिड नमान्नु होला। तपाईँहरू आउँदाखेरि राम्रो क्यामेरा लिएर आउनु, किन मसँग यस्तै क्यामेरा छ। अब तपाईँहरू पनि अवश्य यहाँ आएर भिजिट गर्नु। धेरै रमणीय वातावरण छ। चिसो हावा चलिरहेको छ। धेरै राम्रो महसुस गरिरहेको छु कि म आज एक्लै भए पनि यहाँसम्म पुग्न सकेँ। कस्तो ठाउँ छ भनेर आँखाको क्यामेराले प्रत्यक्ष रूपमा HD क्वालिटीमा क्याप्चर गरेको छ। तर मोबाइलको क्यामेराले त्यस्तो क्वालिटीमा पनि क्याप्चर गर्न सकेको छैन। पुरै चारैतिर पहाडको आड रहेको छ। हाम्रो यो चुरे क्षेत्र भन्ने पर्दाखेरि चुरे भित्री मधेसमा पर्ने, हामी सामान्य ज्ञानमा सधैँ पढ्छौँ। चुरे भित्री मधेसमा पर्ने 7 जिल्ला मध्ये सिन्धुली पनि एउटा जिल्ला पर्छ। यो सिन्धुली जिल्लाको रमणीय वातावरण ठाउँ छ। यो वातावरण आनन्दमय ठाउँ छ। एकदमै राम्रो, साह्रै राम्रो र विकटमय ठाउँ छ। धेरै
विकटमा उता गाउँ बस्तीहरू पनि बसेको छ। तपाईँहरूलाई अलि मात्र टुलुक्क साना मात्रामा तपाईँहरूलाई लाउँदै होला। तर मैले प्रत्यक्ष रूपमा देखिरहेको छु कि यहाँ चारैतिरैबाट पहाडले पुरै बादलले छोएको छ, पुरै गनगन गरिरहेको छ, पुरै आफ्नै मगनमा यो वातावरणले गीत गाइरहेको छ, आफ्नो मगनमा काम गरिरहेको छ। अब भन्नुपर्दाखेरि मलाई केही दिनदेखि पढ्दै धेरै तनाव भइसकेको थियो। केही धेरै तनावमा हुँदाखेरि किन न आज विजयादशमीको उपलक्ष्यमा यो दुर्गा मातालाई तर यो सिद्ध बाबा गएर दर्शन गरौँ, त्यहाँको भ्यू टावर हेरौँ के कस्तो छ भनेर हेरेर साथीहरूलाई पनि इन्भाइट गरौँ भनेर यहाँ आएको छु। तर यहाँ आएर राम्रै लाग्यो, साह्रै राम्रो लाग्यो। यहाँ आउन धेरै राम्रो। त्यहाँ पुजारीको घर पनि छ, त्यहाँ एउटै घर छ, पुजारीको घर छ, उता पनि मन्दिर छ, केही पनि त्यसको त्यो व्यवस्थित छैन। अलिकता यहाँ व्यवस्थित गर्नुपर्ने पर्यटक जसरी सिन्धुली घाटीलाई व्यवस्थित गरिएको छ त्यसरी नै सिद्ध बाबालाई पनि व्यवस्थित गर्नुपर्ने। यो यत्रो मोटो सिसालाई पनि कसरी फुटाइएको छ, कसले फुटाएको छ पनि सम्बन्धित निकायले छानबिन गरेर यसलाई अझै राम्रो बनाउन् भन्ने म भन्न चाहन्छु। यदि यहाँका जनप्रतिनिधिहरू, यहाँका बासिन्दाहरू यो मेरो ब्लग हेर्नु भएछ भने, हेरिराख्नु भएछ भने तपाईँहरूले यो अवश्य पहल गर्नुहोला। तपाईँहरू यसलाई अझै प्रभावकारी बनाएर अझै पर्यटकीय स्थलको रूपमा यसलाई दर्शाएर यहाँबाट पर्यटक वृद्धि आएर, सिन्धुलीमा पर्यटक वृद्धि आएर, यहाँ सिद्ध बाबामा पर्यटक वृद्धि आएर सिद्ध बाबामा पर्यटकलाई भित्री आएर करिब धेरै केही आय आर्जन, धेरै नभए पनि केही पनि अलिकता पनि आय आर्जन गर्न सक्नुहुन्छ। त्यही भएर आजको ब्लग म यही अन्त्य गर्छु। सम्बन्धित निकायलाई ध्यान आकर्षण गर्नलाई केही चिठी इमेल गरौँला। सकेसम्म म आफ्नो तर्फबाट म पनि केही प्रयास गरौँला। र एउटा हाम्रो हितकारी, हाम्रो समाजसेवी युवाहरू छ, जिन्जेल भन्ने त्यो युवाहरूलाई यो सिन्धुलीको पनि जिन्जेल युवाहरूलाई पनि भन्न चाहन्छु, केही दिन गएर यहाँ सरसफाइ गरिदिनु पर्यो। त्यो सरसफाइमा गर्नमा म पनि सहयोग पुर्याउनेछु। आउनुहोस्, मलाई सहयोग गर्नुहोस्। यो ठाउँलाई अलिकता सफाइ गर्नलाई, सरसफाइ गर्नलाई, मन्दिरको सरसफाइ गर्नलाई के बाटो लागेको छ, कतिजना मिठो देखेको छ, पुरै साह्रै राम्रो सम्झनाको भारी बोकाइ जाँदो रहेछ।